चाहिँ यहाँबाट ट्रेकिङ गर्नलाई यहाँ स्टेपहरू छ यहाँ हेर्न सक्नुहुन्छ माथि चढेको हामी पिछामा त्यहाँ तपाईँलाई गएर दृश्य देखाउँछौँ ल गाइस हाम्रो युट्युब परिवारको लागि नयाँ ठाउँ हुन त जम्बुजिरा नै हो तर यो चाहिँ तपाईँको ट्रेकिङ वे हो हाइवे अलग्गै छ मान्छेहरू टुरिस्टहरू आउँदाखेरि चाहिँ ट्रेकिङमा हिँड्नेहरू अब हाम्रो पवन भाइ अघि हिँड्दैछन् ट्रेकिङ अझ अलिकति ग्रो गर्नुपर्छ है लाइक कमेन्ट सब्सक्राइब कस्तो तरिका दिनु होला हजुरलाई मिहिनेत गर्छौँ यहाँ देख्छौँ हामी सास उलिसक्यो हामी कहाँदेखि हामी कहाँ आइपुग्यौँ त यहाँ नजिक एउटा भिल्ला रहेछ हाम्रो दामी भिल्ला देखेर हामी केसँग देख्छौँ निकै कठिनाइ बाटो रहेछ ताकि जम्बुतिर दोमार आउनु भने ट्रेकिङ गर्न चाहने मान्छेहरूलाई भिजिट गर्न नयाँ नयाँ ठाउँ हेर्न चाहने मान्छेहरूलाई चाहिँ उस ठाउँ चाहिँ हामी हजुरलाई देखाउँदैछौँ हजुर मलाई फलो गरिदिनुहोस् लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला बाटो निकै नै कठिनाइ छ त्यसको लागि ट्रेकिङको लागि त सेल्फी स्टिक हुनु जरुरी नै छ हामी त अलिक लक्ष्य जवान भयो अलिक सकिन्छ हुनेछौँ लुक एट द भ्यू गाइस सी लुक एट द भ्यू आइपुग्यौँ जस्तो लागिरहेछ अहिले लगभग सम्म ठाउँ होला यो साइड यस्तो आन्टीहरू पनि ट्रेकिङ त्यसमा चाहिँ के लेख्छ पोर्चुगिजमा छ हामीले लेख्न सकिएन है म चाहिँ तपाईँहरूलाई यहाँको एउटा प्यालेस हुन त त्यो रेस्टुरेन्ट हो रिसोर्ट टाइपको हेलिप्याड सहितको हामी चाहिँ तपाईँको फाइनल्ली हाइटमा आइपुग्यौँ तर हामीले केही पनि नल्याएको भएर चाहिँ अहिले पानी परिहाल्यो हेर्नु पानीले चाहिँ भिजिन्छ कि भन्ने फिल गर्न लागिरहेको छ मलाई गाइस हामी फेरि अब अघि जाँदै थियौँ अब रिटर्न हुँदैछौँ त्यही सेम बाटो हो वे चाहिँ सेम हो सिन हेर्नुहोस् यस्तो रमाइलो ठाउँमा आइपुग्यो तर हामी अनएक्सपेक्टेड भन्छ कि के भन्छ इङ्ग्लिस त्यति राम्रो छैन मेरो है नसोचेको भन्छ नि यस्तो होला भन्ने सोचेको थिएन तर आइयो रमाइलो ठाउँमा आइएछ ट्रेकिङ वे रहेछ यहाँ प्राय मान्छेहरू ट्रेकिङ गर्ने ठाउँ एउटा लिङ्क वे बनाइदिएको रहेछ मजाको अब धेरै भिरालो ठाउँमा यस्तो काठको यो भर्याङ जस्तो बनाएर सुविधा अब मान्छे गाडीमा जाने मान्छेलाई गाडीको व्यवस्था पनि राम्रो वे ट्रेकिङ गर्न चाहनेलाई ट्रेकिङको व्यवस्था यस्तो हुने अब साइक्लिङ गर्नेलाई छुट्टै ठाउँ छ कुनै दिन त्यही ठाउँमा पुग्यो भने फेरि बनाउँला फेरि देखाउँला हजुरहरूलाई नयाँ नयाँ ठाउँको है ल